हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म घर जान लागिरहेको छु। बाटोमा के हुन्छ देखाउँछु है त। लेसी अङ्कल, आज हामी कहाँ जाँदै? आज हामी गल्छी जाँदै। हाम्रो छोरीको घर छ त्यहाँ, सुशीला खतिवडा भनेको। हजुर, गल्छी त्यहाँ जाँदै। यस, अङ्कलको ड्राइभिङ। हामी तिनजना चाहिँ प्यासेन्जर। एउटा अङ्कल खलासी, एउटा अङ्कल गुरुजी। हामी दुईजना चाहिँ प्यासेन्जर होइन आन्टी? हो नि। यस। पुलिस लाएर गरिरहेको छ है। खै अब कति बज्छ के थाहा? थाहा नै छैन, बाटोको कुरा हुन्छ। यो छ नि त्यहाँबाट आज चाहिँ रहेछ यसको चाहिँ माओवादीको है। के हो यसलाई के सुरु भन्छ? त यो त खड्गोले उद्घाटन गर्छ होइन होइन। अङ्कल यो गुर्जुधारा होइन? यसलाई गुरुधारा भन्छ। गुर्जुधारा आइपुग्यौँ। अब मेबी हामी कति घन्टामा पुग्ला? हामी लगभग 1.5 घन्टा। 1.5 घन्टामा घर पुग्छौँ। चस्मा लाएर भ्लग गर्नु पर्यो। नबिस्तारै नि तपाईँले छैन। नगबिस्या छ, दार्गेमा छ, गल्छी पनि होला। के अङ्कल? मुगलिङमा चार्जिङ स्टेसन यो इलेक्ट्रिकबाट चल्छ नि त। हो, ब्याट्रीबाट चार्ज स्टेसन थाहा भयो नि। थाहा छैन र? छ, फुल छ फुल। ए मजाले पुग्छ त्यसो भए। यहाँबाट जाम्ला, गल्छी गएर ठुलबाबाहरूकोमा चिया खाम्ला, त्यहाँबाट भएन अङ्कलकोमा गाडी राखौँला अनि घर जाउँला। होइन त अङ्कल? भइहाल्छ नि। त्यो चिया कहाँ खाने थाहा छ? त्यो खुवा हुन्छ नि, खुवा खुवा खाने ब्रेकफास्ट। त्यहाँ नखाने नि, आफ्नै दाइहरूको पसलमा खाने, फ्रीमा खाने नि। कसले पैसा दिएर हुन्छ? होइन आन्टी? होइन, फ्रीमा खानु हुँदैन। फ्रीमा खानु हुँदैन। आफ्नै ठुलबाबाकोमा खानुपर्छ क्या चिया। त्यस्तो त्यो हुँदैन। व्यापारमा चाहिँ कहिले पनि हुँदैन। घरमा हो खाने के जति सक्यो जे भयो नि आफ्नै ठुलबाबाकोमा त खाऊँ न, होइन? भइहाल्छ नि। त्यहाँनिर दाजुभाइ, गल्छीको दाजुभाइ होटलमा गएर टक्क लगाएर चिया खाने अनि घर जाने। खुवा खुवा पाउँछ त्यहाँ? छैन, पाउँदैन होला। खुवा तल पाइन्छ खुवा त मेरो ठ्याक्कै साथीकोमा। यतापट्टि छ नि त्यो गल्छीको तिताल हो, त्यहाँ पाइने हो क्या खुवा, डेरीमा। डेरीमा हो। अहिले चाहिँ हामी यहाँ नागढुङ्गाको ओह्रालोमा आइसक्यौँ। हल्का हल्का जाम पनि पर्यो। अङ्कल से हाई। हेलो हेलो। हेलो। हाम्रो आन्टी। यहाँबाट नर्सरी अङ्कल सँगै छ त? सबै काम गरेर भिडियो देखाइछ त? मैले बुझ्दिनँ साँच्चै। ओके। टाइगर गुरुजी अङ्कललाई पनि देखाएछ, हामीलाई पनि। गुरुजी बनायो चस्मा लाग्यो। हामीलाई पनि कालो चस्मा लाउँदै माया विशाल बजारमा आन्टीलाई अलि आन्टी आउनु भएन क्या? आन्टीलाई हिजो पनि देखाएको छ अङ्कल। आन्टीको तारिफ गरेछ त आज सुन्नु। है तारिफ गरेछ न तारिफ त गरे भने मैले सधैँभरि हो। अनि कति माया लाग्छ हजुरलाई आन्टीको? त्यो जोख्ने भाँडै छैन। यतिको चाहिँ हुनु पर्छ है अङ्कल। कृषिमा चाहिँ जोख्ने भाँडै बनाएको छैन है। जोख्ने भाँडै बनाएको छैन। अनि त्यो नाप्ने ऊ पनि फित्ता पनि बनाएको छैन। नाप्ने मेसिनै बनाएको छैन। आन्टीले चाहिँ अङ्कललाई कति माया गर्नुहुन्छ आन्टी? हजुर गरिहाल्छु नि, मैले धेरै गर्छु नि। अनलिमिटेड। अङ्कललाई सबैभन्दा बढी कसको माया लाग्छ, छोराहरूको कि आन्टीको? मलाई चाहिँ सबभन्दा बढी मलाई आफ्नै लाग्छ होइन। अनि त्यसपछि कसको लाग्छ? अनि त्यसपछि बल्ल बल्ल आमा बच्चा बाउको लाग्छ, बुढीको लाग्छ, त्यसपछि छोराहरूको लाग्छ। ल भाइहरूले अब यो हजुरलाई हेलाएर है। भाइहरूले हेला गरे नि अब बुढीले माया गरे भयो होइन। बुढेसकालको सहारा भने नि बुढाबुढी हो। यस्तो हो अङ्कल, होइन? छोरा छोरी जतिसुकै भए पनि लास्टसम्म अन्तिमसम्म हुने भनेको बुढाबुढी हो नि त। त्यही भएर बुढाबुढीमा चाहिँ बुढामानी भाइब्स मिल्नु यो बाटो माथि पर्छ, गएर। डिप लभ हुनुपर्छ होइन त अङ्कल? त्यही त हो नि। अङ्कल इज अलवेज सपोर्ट बाई आन्टी होइन त अङ्कल? हो नि 34 करोड बजेट परेर यो अहिले होइन। हो नि। अब ऊ पनि मै भनेर घर परिवार सबै छोडेर आएको छ होइन। हजुर भनेर घर परिवार सबै एभ्रिथिङ छोडेर हजुर एउटाको लागि आएछ नि।
आएर मात्रै अझ घर पनि सम्हालेर बस्दा छ होइन एउटा हो र एउटा आएर 3टा बनाइसक्यो ल तिनवटा भइसक्यो ल अर्को 2टा थपिसक्यो लहर गइसक्यो अब हाम्रो अङ्कललाई पनि देखाएको छ तर अङ्कल हजुरको ड्राइभिङ कस्तो भइरहेको ड्राइभिङ अहिलेसम्म एकदम एक्सिलेन्ट छ अब यहाँबाट हामी गल्छी पुग्छौँ यस होइन लगभग चाहिँ अन्दाजी हामीले चाहिँ अहिले चाहिँ प्रक्षेपण के गर्छौँ भने 1.5 घन्टा पनि होइन 1.25 घन्टा पुग्छौँ हामी अनि त्यहाँ गएर हाम्रो चाहिँ आजको चाहिँ त्यहाँ हाम्रो चाहिँ ब्रेकफास्ट हुन्छ बिहानको होइन अनि त्यसपछि एउटा हाम्रो सुशीला भन्ने छोरीको घर छ त्यहाँ घर के भने माइती भनिदिउँ होइन अनि त्यहाँ गएर चाहिँ खाना खान्छ हामी अनि आज चाहिँ हामी त्यहाँ खाना खान्छौँ र दिउँसोतिर हामी 2-3 बजी त्यहाँबाट हिँड्छौँ फर्किन्छौँ काठमाडौँ होइन अब बस्नु त हुन्थ्यो तर त्यहाँको गर्मी अहिलेको गर्मी अब जब त्यहाँ चाहिँ लगभग चाहिँ नि 37-38 डिग्री होला सायद भन्ने कुरो छ त्यो गर्मीमा हामी टिक्न सक्दैन होला फर्किन्छौँ भोलिपछि म धेरै पैसा कमाइसकेँ चिसो ठाउँमा घर बनाउँछु अनि त्यसपछि बस्ने गरेर इन्भाइट गर्छु है हजुरलाई ल है त डन है त अङ्कल ल डन हजुर अहिले कति वर्ष भएछ म अब धेरै होइन 37-38 भएँ तर आइसीमा है आइसी ए आइसी ल ठिक छ मैले घर बनाउनुजेलसम्म त हजुर होइसिन्छ होइसिन्छ भन्ने मलाई पुरा आशा छ त्यसपछि चाहिँ म इन्भाइट गर्छु है त ल घर पूजामै इन्भाइट गर्छु हुन्छ अङ्कल ओके ल डन ल तिमीले घर बनाउन्जेलसम्म अङ्कल पिआर लिएर बसिरहेको पिआर लिएर आइछ भने नि म बोलाइहाल्छु नि अङ्कललाई के टेन्सन छ र बाँच्नु चाहिँ पर्यो हो भाइ आफ्नो हेल्थको कन्सियस गर्नु पर्यो यस आफ्नो हेल्थको मेन्टेन गर्नु पर्यो टक्कलाएर हेल्दी बनाउनु पर्यो अनि म लिएर आउँछु है त अङ्कल ओके ल अब राम्रोसँग जाऊँ लेट्स गो इन्जोय एन्ड ह्याप्पी कस्तो लागिरहेछ आन्टी एकदम रमाइलो लागिरहेछ म त एकदम खुसी लागिरहेछ छोरी घरमा जान पाउँदा आन्टी चाहिँ हाम्रो प्यारी आन्टी हुनुहुन्छ एकदम सबैभन्दा बेस्ट होइन अङ्कल हो नि अङ्कललाई त अङ्कल चाहिँ कसलाई सम्झिनु चाहनुहुन्छ यहाँबाट मैले गुरुजी अङ्कलले ए म यहाँ चाहिँ नि सबभन्दा पहिला त सुखी नेपाल समृद्धि नेपाल होइन नेपाली जनताहरू सबैले सुख होस् नेपाली जनताको सुख शान्ति समृद्धि होस् भन्ने कामना गर्छु र यहाँबाट चाहिँ सम्पूर्ण हरेक मान्छेहरू त्यो विश्वका सबै मान्छे विश्वमा शान्ति छाओस् भन्ने कामना गर्छु होइन जुन पनि युद्ध भइरहेको थियो युद्ध रोकियोस् अनि सबै मान्छेले सुख शान्ति समृद्धिको स्वाद चाख्न सकोस् भन्ने म शुभकामना गर्छु त्यही काम चाहना मेरो ल जय होस् अब आन्टीको अङ्कलको पालो अङ्कल चाहिँ के भन्नुहुन्छ मेरो भ्लगमा भन्छ त मेरो त त्यही त हो नि अब दुःख भने कसैले नपरोस् होइन एक बारको जिन्दगीमा कसैको चित्त दुखाएर हिँड्न नपरोस् सबैजना हाँसी खुसी भएर बाँच्न पाउन् त्यही ठुलो कुरा हो ल जय होस् अङ्कलको त पाराबाट आयो त ल अब भ्लगिङ गर्दैछ अब बाँकी पछि भनौँ है त म त हिरो नि दिइरहेको छ नि म भन्दा नि आन्टी आन्टी त्यसले गर्दा भइहाल्यो गीत गाइदिन्छ नि एउटा म गीत गाउन आउँदैन ल अङ्कल गीत गाऊँ हामी केटी केटी पार्टी केटा केटा पार्टी ल गीतै आउँदैन अङ्कल हुन्छ कि हुँदैन ल मैले त 100 रुपियाँ बाजी ल कसले जित्ने ल म एउटा गीत हामीले जित्यो भने हजुर 100 रुपियाँ दिनु पर्यो हजुरले जित्छ भने हामी दुईजना मिलेर 100 रुपियाँ दिन्छौँ ल पर पर्सन 50 रुपियाँ पर पर्सन 50-50 ल खेलिङ न खेली अब तिमीलाई सोध्छौ नि हामी भ्लगमा बनाउनलाई सोध्छौँ अहिले पछि ल अहिले बाटो नि अप्ठ्यारो आयो अहिले पछि है त ल
आन्टी कस्तो छ एकदम मिठो छ खै त खाएछ हजुरले खाइरहेको छु खायो त खाइरहेको हो भने मिठो छ ओहो अङ्कलले त कति धेरै खाएछ ल कति टाइम लगाएछ अङ्कल हजुरले त्यहाँ तिमीले तिमीलाई भनेपछि आइसक्रिम खासैवटा आएको हो भनेर भन्यो आउन त्यसमा 1-2 घन्टा ढिला गर्छु भन्थ्यो ल हो र ल आन्टी त्यहाँ राख्छ ल अङ्कल कमाउनु पाएपछि ल अङ्कल त अटाइसिन्न जस्तो हो त्यहाँ हटाउँछ हो अनि यहाँ हाल्छ। हामी चाहिँ अब घरतिर लागिसक्यौँ गल्छी गल्छीमा गाडी राखेर अटो चढेर जान लाग्यो जान त जान्थ्यो तर हाम्रो गाडी अलिक सानो छ नि त तल त्यही भएर पुरै बाटो यस्तै हुन्छ नि आन्टी भन्छन् रमाइलो हुन्छ नि आफ्नो साथै जाने अब होइन हो नि अङ्कल एक प्याकेट लिन्छ एक प्याकेट हामी लिन्छौँ एक प्याकेट होइन ल्याउँछ न अहिले खाउँला अहिले लगाने चाहिँ अब जाँदैछौँ राति त हिँडेको टर्च लाइट बालेर टेम्पो चढेर कता हिँडेको हो बिजुली बालेर टर्च लाइट बालेर हेडलाइट बालेर टेम्पो चढेर यस अनि अरू हामी हेरेको हेरे हो यो चाहिँ मेरो घर हो म चाहिँ आज हजुरहरूलाई मेरो घरको होम टुर गराउँछु है त त्यहाँ झर्ने हो हाइवेबाट आएर अनि त्यहाँबाट सट्ट यताबाट मेरो घर आउने हो यताबाट नि मिल्छ यो बाटोबाट नि मिल्छ यो पनि मेरै घर हो यहाँ काक्रो फल्न लागिसक्यो होम टुर म यहाँ होम टुर गर्दैछु यहाँ चाहिँ कुखुरा कटाइ हुँदैछ मेरो घरमा चाहिँ यो चाहिँ नि रेसमा जितेर आएको यो उचाली भाले पाइयो अघि यहाँ त पछाडि 2टा पुलिस फर्स्ट भएर आएको यो यो ठिक छ ल दर्शन अङ्कल यो यहाँबाट कुखुरा कटाइ भइरहेछ मम्मी अङ्कल आन्टी ड्याडी यहाँ अङ्कलले कुखुरा काटेर यस्तो अङ्कल कुखुरा काट्दा कस्तो अनुभव भयो नयाँ एक्सपिरियन्स न्यू मैले पहिले एक्सपिरियन्स गरेको थिइनँ फर्स्ट टाइम यो सब गाउँठाउँमा आएर रमाइलो ओ के गर्नु होइन ड्याललाई नि आउँदैन गर्नै पर्यो होइन यो मेरो बाध्यता हो बाध्यता भयो मजा हुन्छ नि बुढी पानी हाल्ने बुढा काट्ने होइन मासु पकाउने को अहिले त छोरोले पनि जानेछ जेठो ए जेठो भाइले पनि जाने अर्कोचोटि आउँदा भाइले पनि ल्याउनुपर्छ है भाइ कुक ट्रेनिङ गरिरहेछ भाइ पढ्न गएको थियो अनि यो हाम्रो घरको केरा यो हाम्रो घरको खेत सुदीप सुवेदी अस्ति भेट्यो हामीले पार्टीमा होइन पार्टी अस्ति हामी पार्टीमा भेटेको थियौँ सुदीपलाई अङ्कल मेरो घरमा कतिको गर्मी रहेछ त यो गर्मी नै छ काठमाडौँको अनुपातमा चाहिँ गर्मी होला अङ्कललाई त यति धेरै गर्मी भएको कि यहाँ पसिना 35-36 डिग्री छ होला यहाँ अब काठमाडौँमा 29-30 हो यो 30-31 होला यो 5-6 डिग्री गरी छ र खोलाको किनार भएर हावा चलिरहेको छ अहिले हावा चलेको छ हावाले के हदसम्म चाहिँ राहत दिएको छ आन्टी भोक कतिको लाग्यो भोक लागेन कुखुरा चाहिँ उफ्रिन थाल्छ कराइमा अनि भोक लाग्दैन केरा अहिले हामीलाई यो चाहिँ मेरो घर सानो छ तर मलाई मेरो घरको एकदम धेरै माया लाग्छ मेरो भत्केको घर भयो नि मेरो घर त हो नि त यो घरमा मिस सुशीला खतिवडा को नाम छैन त पारा फेरि यस्तो हजुर दिन त
अङ्कल दिस त पाला दिस न भाइहरू चाहिँ यहाँ सलिड फाटिँदैछ रुखमा अनि हाम्रो मम्मी नरुनु पर्दैन अङ्कल फेरि एकचोटि पाला दिस त यस देख्यौँ क्या हजुरलाई ल कस्तो लाग्यो हजुरलाई मेरो घरमा एकदम रमाइलो है एकदम रमाइलो छ यस अलिअलि गऱ्यौँ खानासाना खाइयो खाजा खाइयो दही आइसक्रिम सब खाइयो अर्ग्यानिक के खाइयो अर्ग्यानिक केरा खाइयो शरीफा खाइयो काँक्रो खाइयो घरै अर्ग्यानिक होइन गाउँले अर्ग्यानिक हो नि त है अर्ग्यानिक यो चाहिँ यहाँ चाहिँ भाइहरू सलिड फाटिँदैछ भाइ झाडो चाहिँ काम लाग्दैन हामी हेरेको उखान आएको उखुको त्यसलाई कुरिरहेको छ उखु केलिँदैछ त्यहाँ ऊ पसल कसको रहेछ अङ्कल उखु पसल कसको रहेछ उता हेर्छ न उता हो एउटा दुईटा यता उता 3-4वटा बसल 5-6 त यता त अङ्कल अहिले शीतल भएको छ कि छैन एकदम यस किनकि अब हजुरको घर आइपुग्ला नि त त्यही भएर होइन शीतल भएको छ अहिले एकदम तामा पित्तल हाम्रो यहाँ जुस पनि आइसक्यो थ्याङ्क यू जुस खाएर थाक्रेबाट हिँडिसक्यौँ काँक्रेबाट अब काठमाडौँ थाक्रे टु काठमाडौँ अबको डेस्टिनेसन 9 बिसी होइन अङ्कल यो 9 बिसी यो माथिल्लो बाटो भन्छ कसैले बाई रोडको बाटो पनि भन्थे होइन हजुर बाई रोडको बाटो भन्छ बाई रोड भने चाहिँ त्यो नेपालको सबभन्दा पुरानो बाटो हो जुन हाइवे होइन त्रिभुवन राजपथ भन्छ र यो भैँसेदेखि काठमाडौँसम्मको हजुर यो बाटो हुँदै यो चाहिँ जान्छ हाम्रो बिचा चाहिँ त्यो दामन पालुङ भन्ने ठाउँ पर्छ हजुर अहिलेको थाहा नगरपालिका मेरो पुरानो जन्मस्थान गाउँ हामी दिवाली अहिले पनि त्यही गरेर जान्छौँ हो पालुङमै जान्छौँ अब हाम्रो यो गोठ पूजाको भनेपछि पूर्णिमा अस्ति गयो अब आउने पूर्णिमा भनेपछि जेठको अन्तिमतिर पर्छ होला हो यो चाहिँ अङ्कलको घर जाने बाटोबाट हामी चाहिँ यता आइसक्यौँ हामी पोखरातिर जाने बाटो लाग्यौँ होइन यस पोखरा होइन आज त गल्सी जाने हो नि त गल्सी भन्छ न यो चाहिँ पोखरा हाइवे भन्छ यसलाई होइन सिद्धार्थ पृथ्वी राजमार्ग सिद्धार्थ पोखराबाट भैरवा यस कहाँ आइपुग्यौँ हामी अहिले हामी धार्के आइपुग्यौँ ढाल्के यस चाहिँ अहिले नैकापको सफल भ्याली रेस्टुरेन्टमा आएको छौँ गल्सीबाट यहाँ आउँदा चाहिँ एकदम धेरै चिसो भयो आन्टी चिसो भएको छैन कति धेरै चिसो भएको है अघि नै त गर्मी भएको थियो अन्त चिसो भयो मनको रहर मान्छेलाई घुमाउने काठमाडौँ सहर 10 days